त्यो त्यो मेरो इच्छा चाहिँ रोशन भाइले काइन्ड अफ उहाँले पुर्याइदिनु भयो, किनभने उहाँसँग मात्रै मेरो यसबारेमा कुरा भइरहेको थियो धेरै वर्ष अगाडिदेखि, करिब 3-4 सालदेखि नै। अब गीत सङ्गीतका कुराहरू मेरो रहर के थियो र के छ भने अहिले गीतको जुन एउटा माहौल छ त्यो माहौलमा केही आधुनिकीकरण धेरै महसुस भएको छ। हुँदा कतिसम्म भयो भने अब हामीले उहिलेदेखि हार्मोनियममा तबलामा गीत सुनिरहेको बानी, अब अहिले त्यो हार्मोनियम तबला बजाउने मान्छे पनि चिनिन छोडे र कसले बजाएको त्यो थाहा पाउनै छोडियो। हुँदा ट्र्याकमा अब त पेन ड्राइभमा गाउन थाले मान्छेहरूले, भाइहरूले। जुन कुरा चाहिँ मलाई एकदमै मन परेन। किन मन परेन भने ट्र्याकमा गाउनु काइन्ड अफ कराओके सिङ्गिङ हो भन्छु म त्यसलाई। त्यो चाहिँ घरमा जसले पनि गाउनु मिल्छ, गाउँछन् र त्यो एउटा गीत सिक्ने एउटा माध्यम हो। त्यस्तोमा गाइँदाखेरि कति कुराहरू कति सिङ्गरले गाएका पनि हुन्छन्, कति सिङ्गरले नगाएका पनि हुन्छन्, यस्तो कुराहरू पनि छ। त म चाहिँ जब कुनै पनि गायक सङ्गीतकारले आफ्नो प्रस्तुति दिन्छ भने उसले केही न केही बजाउन जानेको हुन्छ अथवा एउटा दुईवटा उसका ह्यान्ड्सहरू हुन्छन् भने त्यो चिज त्यो भाइहरूलाई, त्यो साथीहरूलाई, त्यो दाइहरूलाई, त्यो अग्रजहरूलाई लिएर त्यो कार्यक्रम गरिदिए उहाँहरूले पनि यसो कहीँ उपस्थित हुने अथवा कहीँ मान्छेहरूले चिन्ने एउटा मौका पाउने एउटा हुन्थ्यो, प्लेटफर्म हुन्थ्यो भन्ने सोच चाहिँ मलाई धेरै पहिलादेखि नै लागेको र म पहिलादेखि नै मिले हार्मोनियममा नभए गिटारमा यसरी आफू एक्लै हो भने गीत गाएर हिँडिरहेको मान्छे हो। अब यस कुरामा यहाँहरूको कतिको सहमति छ, के छ, कसो छ? अब जस्तै भक्तपुर एउटा कल्चरले प्रशस्त सुसज्जित एउटा ठाउँ, यसलाई कति सङ्घर्ष गर्नु होला यसलाई चाहिँ जगेर गरेर राख्नको लागि। अहिले पनि आउँदै मैले ताल त देखेको थिइनँ भने पछि डेभलप भएको भन्नुभयो रोशनजीले। त्यस्तै म त धेरै वर्ष अगाडि मात्र आएको रहेछु। मैले यो सैनिक, यो आर्मीको स्कुलमा कहिलेकाहीँ म्युजिक लिनु पढाउन आउँथेँ र उनीहरूको वार्षिक कार्यक्रममा आउँथेँ। त्यसपछि म नआएको रहेछु, धेरै भएछ। यो बाटो त हिँडेकै छैन रहेछ, उताबाट मात्रै रहेछ उता छिरेको। मलाई भक्तपुरको हरेक ठाउँ यो मेन रोड भन्दा पनि अझ भित्र साह्रै मनपर्छ र प्रायः यहाँ आएपछि म यहाँका पकवानहरू खुब मन पराउँछु, यहाँका मिठा कुराहरू। अब त त्यो उमेर गइसक्यो त्यसरी मिठा खानलाई, रहर मात्रै गर्ने हो। यस्तो धेरै कुराहरू चाहिँ यहाँ अब भक्तपुर, मलाई यस्तो ठाउँ भक्तपुर, ठिमी, धुलीखेल भयो, यस्तो ठाउँमा कार्यक्रम गर्नु मेरो मेन उद्देश्य के भने जुन हाम्रो प्रकारका गीतहरू, समसामयिक गीतहरू, यो गीतहरू चाहिँ अब लुप्त हुन थाल्यो भन्ने डर पनि लाग्यो। किनभने मान्छेलाई फुर्सदै छैन गीत सुन्ने। अनि फुर्सद बनाएर एउटा माहौल बनाउन भन्दा मलाई पनि 4-5 वर्षै लाग्यो यहाँ भक्तपुरमा कार्यक्रम गर्नको लागि। त्यसले गर्दाखेरि त्यो जुन हाम्रो सुगम सङ्गीत छ त्यो सुगम सङ्गीत नहराओस्। किनभने म के भन्छु भने हामीले भारतीय सरगमबाटै सिकेका कुराहरू हुन्। अब वर्ल्डमा अब अङ्ग्रेजी म्युजिक र भारतीय म्युजिकलाई नै हामीले म्याक्सिमम् चलाउने गरेका छौँ। त्यो संसारभरि चलेकै कुरा हो र त्यसकै आधार गरेर पनि हाम्रो आफ्नो एउटा मौलिक सङ्गीत पनि छ है। त्यो आधारबाट त्यस्तै हुँदा सेम राग भए तापनि त्यो रागबाट हामीले अर्कै खालको सङ्गीतहरू गरेका छौँ है। हामीसम्म छ भनेर हाम्रो पुस्ताहरूले, हाम्रो पुर्खाहरूले, हाम्रा अग्रजहरूले गर्दै आउनु भएको थियो। तर त्यो कुरो बिचमा कता अलमल भए जस्तो भयो र त्यसलाई पनि त्यो पुगोस् भनेर मैले यसरी कार्यक्रम गर्दै हिँडेको हुँ। अहिले भर्खरै म क्यानाडाबाट आएको हुँ र त्यहाँ पनि मसँग त बाजा केही छैन भन्दाखेरि होइन सरको त हार्मोनियम बजाएर सुन्ने हो भन्नुभयो। सुन्यो त भने मैले साँच्चै नै हार्मोनियम सुन्दाखेरि सबैले मन परायो। अब यो कुरालाई कार्यक्रमको एउटा इन्च्यान्टिङनेस हुन्छ, जुन डाङडुङ गरेर साउन्ड गरेर गाउनु र साउन्ड केही नगर्नु, हार्मोनियममा खालि शब्द मात्रै सुनाउनु अनि स्वर मात्रै सुनाउनु पनि गायकी हो भन्छु म। र म चाहिँ अझै यसैलाई चाहिँ गायकी हो भन्छु। किनभने मान्छे उफार्नु उचाल्नु भन्दा पनि मान्छेलाई सुनाउनु नितान्त आवश्यक देखेको छु मैले अहिले। अब यस्तो ठुलो गीतकार हाम्रो सुभाषजी जस्तो यहीँ हुनुहुन्छ, उहाँले पनि कति यो मनमा यो दर्द बोकेर बस्नु भएको, उहाँले लेख्नु भएको गीत एउटा पनि कहीँ चलेको छैन जस्तो लाग्ला, कसैले सुनेको छैन भन्ला, मलाई नै भन्नुहोस् त भनेर एकछिन भुत्लिनु पर्ला। यस्तो स्थिति
चाहिँ सिर्जना भइसकेको छ। तर यस्तो स्थिति सधैँ चाहिँ नरहिरहोस् भनेर कोही एकजना त अगाडि हिँड्नुपर्छ नि भन्ने हिसाबले म अगाडि बढेको हुँ। मेरो योभन्दा ठुलो उद्देश्य केही पनि छैन। मलाई सबभन्दा खुसी लाग्यो भने यहाँहरूले कार्यक्रम गर्ने सोच विचार राखिदिनु भयो र एउटा भेन्यू र त्यो एटमोस्फियर मिलाइदिनु भयो। त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू।